ल गाइज आज चाहिँ यसो लोकल कुखुराको मासु खाने भनेर म चाहिँ यहाँ पोल्दैछु होइन। तपाईँहरू पनि खानुहुन्छ भने आउनु होला, यसरी हेर्नु होला, आउनु होला है तपाईँहरू पनि खानुहुन्छ भने। मिठो सुप बनाएर खानु भनेको सुताल गरियो, अब फोरफार पनि गर्नु पर्यो। छोरा मान्छे भएन भने साह्रै दुःख पाइन्छ भन्दै हो रहेछ हौ, आफै गर्नुपर्ने अवस्था। अब खासै राम्रो बनाउनु चाहिँ आउँदैन, अलिअलि यसो अब फोरफार गर्दैछ है। ल अब चाहिँ के भन्छ हाम्रो लोकल कुखुरा अर्ग्यानिकै खानु आउनु होला। तपाईँहरू पनि काटिसके, अब पकाउनु मात्रै बाँकी छ। पकाउँछु अनि पकाउँछु, आउनु होला तपाईँहरू खानुहुन्छ भने। ल हेर्नु है, लोकल कुखुरा काट्दा अलिक ठुलै थियो, काट्दाखेरि त यति मात्रै भयो। अब पकाएर सुप खाने। ल है, अब चाहिँ कम्तीमा तेल हालेर तेल तात्यो। अब चाहिँ म तरकारी बनाउँदैछु है, लोकल अर्ग्यानिक लोकल कुखुराको। ल है ल, गाइस तपाईँहरू कोलाई मनपर्छ अर्ग्यानिक लोकल कुखुरा खानु आउनु होला। मैले चाहिँ के भन्छ सादा सिम्पल तरिकाले बनाएको नुन नदिए होइन। अब यहाँनिर प्याज हाल्दैछु, एकदम सादा, धेरै यो मरमसला नहालेर बनाउन हालेको। अनि यहाँ टमाटर, अनि यहाँनिर अब के भन्छ थोरै मसला पनि धेरै नहालेको, लसुन मात्रै हेरेर पिसेर हालेको। अरू धेरै खाँदैन कि, एकदम नर्मल सादा खान्छ, लसुन मात्रै पिसेर त्यसै पकाउँछु है गाइस। ल कस्तो हुन्छ, मिठो हुन्छ कि कस्तो हुन्छ भरे खाएर बताउँदैछु है गाइस। ए फाइनली होइन, लोकल कुखुराको सुप बनिसक्यो है। ल खाना पनि रेडी भयो। माम खुर्सानी, भुटेको मासु, अनि त्यस पछाडि यो चाहिँ यहाँ सुप होइन। सुप चाहिँ कम्तीमै छ है। अब चाहिँ खाना खान लागेको। मैले खाना खानु सुरु गरेँ है। कस्तो भयो खाँदैछु मासु। मिठो भएछ। मिठो भएछ नि।